आमा त एकदमै एकोहोरी निराश अनि एकदमै दुखी भएर बसिरहेकी थिइन्। अनि अर्जुन चाहिँ कफी लिएर आउँछन् आमालाई दिँदै आफू पनि त्यहीँ बसेर पिउँदै थिए। अनि आमा चाहिँ एकोहोरो भएर बसेको देखेर, "आमा, अब सधैँ यसरी एकोहोरो भएर निराश भएर दिन चल्दैन है। अब तपाईँले पुरानो कुराहरू बिर्सिनुपर्छ। बा तपाईँसँग नभएर के भएर म छु नि तपाईँको साथमा, म तपाईँलाई छोडेर कतै पनि जान्न" भनेर दुर्गा आमालाई अर्जुनले सम्झाउँदै गर्दाखेरि, "तेरो बाउले छोडेर गएको पनि 18 वर्ष भएछ। एक न एक दिन त मेरो मायाले तिनलाई यहाँसम्म लिएर आउँछ होला। जसरी भए पनि तिनी घर फर्किएर आउँछन्" भनेर मैले कति कुराहरू सोचेर राखेको थिएँ, तर त्यस्तो भएन। त्यो बेलामा, जाने बेलामा उनले बोलेको बोली नै अन्तिम बोली भयो। "तैँले म मरेको खबर पनि सुन्न पाउने छैनस्" भनेर गएका थिए। नभन्दै त्यस्तै भयो भनेर दुर्गा आमाले त्यति बेलाका केही कुरा गरेर साँच्चै त्यो विक्की र शक्तिले "तेरो बाउलाई चाहिँ किन मारेको हो बाबु?" भनेर सोध्न थाल्छिन्। अनि त्यसपछि, "तपाईँले यहाँबाट मलाई घरबाट निकालिदिइसकेपछि म सहर गएको थिएँ। उहाँ मैले बुवालाई भेटेँ अनि मलाई भेटेपछि बुवा एकदमै खुसी हुनुभएको थियो। बुवाले व्यवसाय गर्नुहुन्थ्यो। म पनि बुवाको व्यवसायमा सहयोग गर्न थालेँ। अनि त्यसपछि त झन् हाम्रो व्यवसाय फस्टाउँदै गयो। दिन 2 गुणा, रात 4 गुणा बढ्दै गयो। हाम्रो त्यो काममा विक्की पनि कामदार भएर काम गरेको थियो। तर हाम्रो त्यो व्यवसाय फस्टाएको देखेर शक्तिले रातदिनै मलाई 'तेरो व्यवसाय बेच' भन्दै हामीलाई धम्क्याउँदै गर्दै थियो। हामीले उसका कुरा मानेनौँ। 5-6 महिनासम्म पनि उसले हामीलाई धम्काउँदिरहँदा पनि हामीले व्यवस्था गरेका थियौँ। त्यही भएर एक दिन विक्की र शक्ति मिलेर मेरो बुवालाई मारेर उनीहरू त्यहाँबाट भागे। तिनीहरूले बुवालाई मारेर त्यसरी भागिसकेपछि म एकदमै एक्लो भएँ। अब के गर्ने भनेर मैले केही सोच्नै सकिनँ। मेरो मनमा एकदमै बदलाको भाव आयो। त्यसपछि त व्यवसाय सबै छोडेर म त तिनीहरूसँग जसरी भए पनि बदला लिन्छु भनेर गुन्डा बन्न पुगेँ। त्यही गुन्डा बनेर भौतारिँदै गर्दाखेरि छोरी बिरामी भई। अनि छोरी बिरामी भएपछि त्यति बेला नै मेरो राम ज्वाइँसँग भेट भएको थियो। राम ज्वाइँको मैले पैसा चोर्न पुगेँ। छोरीको उपचार गर्नका लागि म चोर पनि भएँ। अनि त्यसरी राम ज्वाइँको पैसा चोरेको पनि थिएँ मैले। तर जे जस्तो भए पनि राम ज्वाइँले कमलाको ज्यान दाउमा लगाएर भए पनि छोरीको ज्यान बचाइदिनु भयो। साँच्चै राम ज्वाइँले त म माथि ठुलो गुण लगाउनु भयो भनेर त्यति भनिसकेपछि, "साँच्चै बाबु, तँ त त्यस्तो अवस्थाको भएको थिइस्। तेरो उपचारका लागि 30-40 लाख लाग्छ" भनेर बुहारीले भनेकी थिए। "अनि तँ कसरी सन्चो भइस् त?" भन्दाखेरि, "यो सबै राम ज्वाइँले गर्दा नै हो। तपाईँले यहाँबाट निकालिदिएपछि राम ज्वाइँसँग मेरो भेट भयो। अनि राम ज्वाइँले यहाँ गाउँबाट पैसा पठाइदिएर उहाँ सहरमा मेरो उपचार गराउनु भयो। राम ज्वाइँले हामीमाथि धेरै गुण लगाउनु भएको छ आमा। यो घरको खुसी यथावत राख्नका लागि राम ज्वाइँले धेरै हामीमाथि गुण लगाउनु भएको छ। जति नै उहाँको धन्यवाद गरे पनि पुग्दैन। राम ज्वाइँ त्यस्तो भगवान् जस्तो मान्छे हो आमा। तर तपाईँ खै किन राम ज्वाइँकै पछि लाग्नु भएको छ?" भनेर यस्तै कुरा गरेर उनले ती सबै कुराहरू आमालाई सुनाउँछन्। अनि यसरी सबै कुराहरू सुनिसकेपछि त दुर्गा आमा त एकदमै भकानिएर रुन थाल्छिन्। "मैले ठुलो गल्ती गरेछु। रामले नै मेरो घर परिवारलाई यसरी पटक पटक बचाएका रहेछन्, साथ दिएका रहेछन्। तर मैले रामलाई मास्न खोजेँ भनेर होला नि त।" दुर्गा आमाको मन पनि नरमाइलो भए जस्तो छ। अनि उनी त त्यहाँबाट रुँदै भित्र जान्छिन्। अब यता राति चाहिँ राम त्यही कोठामा हिसाब किताब गरेर बस्दै गर्दा मुना र कमला पनि जान्छन्। "के का हिसाब किताब गर्नुभएको? हामी त अब 15 दिनमा सृजना दिदीको बिहे गर्ने भनेपछि के कति खर्च लाग्छ होला भनेर तपाईँसँग कुराकानी गर्न आएको" भन्दै थिए। रामले नि मोटामोटी के कति खर्च लाग्ने रहेछ मैले पनि त्यही हिसाब गर्दैछु भन्छन्। अनि त्यसपछि, "अब एकदमै समस्या पर्ने भयो त" भनेर यस्तै कुरा गरेका थिए। अनि त्यसपछि, "अब के गर्नु त है, गाउँतिर पनि ऋण माग्ने ठाउँ कतै छैन" भनेर मुनाले नि यस्तै कुरा गर्छिन्। अनि त्यही त नि, अब गाउँतिर ऋण माग्ने ठाउँ कतै छैन। अब सृजनाको बिहे धुमधामले नगरेर अलिअलि खर्च नगर्ने हो भने भाइले मेरो बिहेमा खर्चै गरिदिएन भनेर दिदीले न्यु खोज्ने हो कि भन्दै रामले पनि कुरा गरेका थिए। अनि त्यसपछि कमलाले दुर्गा आमासँग सम्बन्ध राम्रो भएको भए त दुर्गा आमाले अलिअलि ऋण दिनुहुन्थ्यो होला। तर के गर्नु, दुर्गा आमासँग पनि सम्बन्ध बिग्रिएको छ भन्दै गर्दाखेरि, "नाम नलिनु है दिदी, परेको छैन दुर्गा आमासँग ऋण मागी मागी दिदीको बिहे गराइदिनलाई। यदि दुर्गा आमासँग ऋण मागेर बिहे गराउनु पर्छ भने बिहे नै नगराए हुन्छ। बरु गाउँलेहरूले कालो मुसो दलेर जुत्ताको माला लगाइदिएर अपमान गर्छन् भने अपमान सहेकै जाति। आज तिनकै कारणले गर्दाखेरि मेरो बाले ज्यान गुमाउनु पर्यो" भनेर मुना रिसाएकी थिइन्। अनि कमलाले, "त्यस्तो नभन न। जे भए पनि तिम्रो जन्मदिने आमा हो। उहाँले गल्ती त गर्नुभयो। म उहाँबाट गल्ती भएको होइन मैले भन्दिनँ। तर आमाले यस्ता गल्तीहरू किन गर्नुभयो? आमाले यो सबै गर्नुमा कारण के छ भनेर हामीले सोध्न बुझ्नपट्टि पनि त लागेनौँ नि। त्यस्तो कुरा गर्न हुँदैन हेर।
अहिले जे भए पनि श्रीमान बित्नु भएको वियोगमा हुनुहुन्छ तिम्रो आमा अर्जुन दाइ पनि सहर गइसक्नु भयो होला। उहाँ एक्लै हुनुहुन्छ। बरु मैले भनेको मान्छे हो भने जाऊ तिमी आमालाई साथी 2-3 दिन उतै गएर बस भनेर कमलाले त्यति भनेकी थिइन्। मुना त एकदमै रिसाएर म जाँदै जाँदिनँ। मेरो कोही पनि आमा छैन। म त्यो आँगनमा पाइला पनि टेक्दिनँ। यदि मलाई बरु मर भन्नुहुन्छ भने म मर्न तयार छु, तर त्यो आँगनमा म पाइला टेक्दिनँ। अब आइन्दा मलाई माइत जा नभन्नु है भनेर मुना त त्यहाँबाट रिसाएर जान्छिन्। कमला पनि पछि-पछि जान्छिन्। अब भोलिपल्ट बिहान चाहिँ बिहानै त्यो मालती काकी आँगन-साँगन बढार्दै थिइन्। रामको बुवा त्यहीँ पुग्छन् अनि जे होस् मालती नानी आएर चाहिँ एकदमै खुसी लाग्यो है भन्दै गएका थिए। खुसी लागेको छ कि दुःख लागेको छ त अब कसलाई के थाहा र कसको मनको कुरा के थाहा हुन्छ र दाजु? निधारमा कसैको लेखेको हुन्न के रे भनेर उनी बचारिएको कुरा गर्न थाल्छिन्। अनि किन दुःखी हुनु छ र नानी? जे भए पनि अब तिमी आयौ, अब त्यति बेला पनि तिमीले उपद्रो गरेर नै जेल गएकी हौ भन्दाखेरि त्यो रामेले ममाथि घात गर्यो। त्यो रामेले मलाई 3-3 वर्षसम्म जेल हालेको हो। त्यो उपद्रो त श्रुतिले पनि त गरेकी थिए नि। श्रुतिलाई 3 महिनामा निकालेर मलाई किन 3-3 वर्षसम्म जेल कोचाए त? यो सबैको मैले अब बदला लिनै पर्छ भनेर उनी रिसाउँदै थिइन्। अनि रामका बुवाले चाहिँ त्यस्तो नभन, अब जे हुनु भइसक्यो, अब तिमी जेलबाट आइसक्यौ, अब त राम्रो सोच्ने हो भनेर सम्झाइ बुझाइ गर्छन्। अनि म त झन् मालती नानी आइन् भनेर खुसी भएर अब तिमीलाई एउटा कामको जिम्मा दिनु पर्यो भनेर आएको त भन्दै थिए। अनि तपाईँको कुरा सुन्दा त मालतीको आवश्यकता यो गाउँमा पहिल्यैदेखि परेछ जस्तो छ है। अब त्यो रामेको अनुहार सम्झिँदा र रामेले गरेका कुराहरू सम्झिँदा त त्यो घरका मान्छेको अनुहार पनि नहेराउँ झैँ लाग्छ। अब जे भए पनि आफूभन्दा यस्तो उमेरदार दाजु आउनु भएको छ। अब के कुरा हो ल भन्नुहोस्, काम के हो? अनि दाम कति आउँछ भन्दाखेरि दाम पनि दिउँला नि 5-7 हजार भन्छन्। अनि त्यसपछि त ल भन्नु न त काम के हो भन्दा मैले सृजना छोरीको बिहे गरिदिने निर्णय गरेँ। त्यही भएर अब एउटा गतिलो केटो खोजिदिनु पर्यो कि अब यो लमी कामको लागि तिमी बाहेक अरू उपयुक्त कोही पनि छैन यो गाउँमा। त्यही भएर मैले त ढुक्कका साथ तिमीमाथि विश्वास गरेर आएको भन्दै उनले त पैसा गनेर उनको हातमा दिएर ल है त नानी यो पैसा राख, अब काम चाहिँ एकदमै छिटो गतिलो केटो खोजिदिनु पर्यो भनेर लाउँछन्। अनि हुन्छ तपाईँ चिन्तै नगर्नुहोस् न, अब भोलि नै तपाईँको घरमा केटो आयो भन्ने सोचे हुन्छ भनेर लाउँछिन्। रामका बुवा त्यहाँबाट गइसकेपछि होइन यसपटक त मलाई त फलिफापै फलिफाप छ कि क्या हो, जेलबाट छुटेर आएको भोलिपल्टै यस्ता पैसाले पो पछ्याउन थाले त भनेर उनी मक्ख पर्छिन्। अनि यता फेरि राम यसो बाहिर निस्केका थिए। दुर्गा आमा आँगनको डिलमा आएर बसेकी हुँदी रहेछिन्। अनि दुर्गा आमाको त्यो निन्या उरो अनुहार देखेर राम पनि केही बोल्न सकिरहेकै थिएनन्। दुर्गा आमा त्यो आँगनको डिलबाट उठेर आएर रामको आँखामा आँखा पनि जुदाउन नसके झैँ गरेर 2 हात जोडेर घुँडा टेकेर भुइँमा थचक्कै बस्छिन् र मलाई माफ गरिदिनुहोस् ज्वाइँ साहब, मैले भगवान मानेर पुज्नुपर्ने मान्छेलाई ढुङ्गा मानेर बारम्बार लात्ताले हानिरहेँ। मबाट ठुलो गल्ती भयो। मलाई माफ गरिदिनुहोस्। जसले मेरो घरको खुसीलाई बचाइराख्न खोज्यो मैले त्यही मान्छेलाई नै पटक पटक दुःख दिएँ भनेर त्यही घुँडा टेकेर रुँदै थिइन्। अनि एउटा कोठातिरबाट कमला अर्को कोठातिरबाट मुना आइपुग्छिन्। अनि त्यसपछि त मुना त एकदमै रिसाले चुर भएकी थिइन्। यो आँगनमा किन आएको भन्दै उनले त आमालाई जरक जुरुक उठाएर धक्का मारेर पठाउन खोजेकी थिइन्। अनि उनले त्यसरी धकाल्दै गर्दाखेरि कमलाले आमालाई च्याप्पै समाउँछिन्। अनि त्यसपछि त दुर्गा आमालाई त्यहीँ उभ्याएपछि उनी रिसाउँदै मुना भएको ठाउँमा गएर गालामा थप्पड हान्छिन्। के गरेको मुना तिमीले यस्तो? अहिले आमालाई त्यसरी धकाल्दाखेरि आमालाई चोट लागेको भए के हुन्थ्यो भनेर कराउन थाल्छिन्। आफ्नो आमालाई कसैले त्यस्तो गर्छ भनेर कमलाले रुँदै सम्झाउँदै गरेकी थिइन्। तर मुनाले भने को आमा कसको आमा? मेरो आमा त उहिल्यै मरिसकिन्। जुन दिन रामले लगाइदिएको सिन्दुर पुछेर मलाई जबरजस्ती सेता लुगा लगाउन लागेकी थिइन् नि, त्यो दिनदेखि मेरी आमा मरिसकिन् भनेर अलिकति पनि तपाईँमा लाज र शरम बाँकी छ भने तपाईँ यहाँबाट गइहाल्नुहोस्, होइन भने अहिले फेरि मैले गलत तयार निकाल्नु पर्ला भन्दाखेरि तँलाई जे भन्न मन लाग्छ मलाई भन् छोरी, म तेरो अपराधी हुँ। मैले तँमाथि धेरै अपराधहरू गरेकी छु। कुकुरी नै लिएर आएर मलाई काट्छेस् भने पनि म काटिन तयार छु। तैँले त्यसरी मलाई काटे पनि तँलाई अलिकति नि पाप लाग्दैन छोरी। मैले धेरै ठुलो अपराध गरेको छु भनेर तँलाई जे मन लाग्छ त्यही गर भन्दै दुर्गा आमाले त रामलाई मैले मान्छे चिन्न गल्ती गरेँ। जो मान्छेले मेरो घर परिवारलाई बचाएर राख्यो मैले त्यही मान्छेलाई बारम्बार दुःख दिइराखेँ। मैले ठुलो पाप गरेँ ज्वाइँ साहब। मैले तपाईँमाथि धेरै अन्याय र अत्याचार गरेँ। मैले पटक पटक तपाईँको अपमान गरिरहँदा पनि तपाईँ मेरो इज्जत सम्झिएर चुपचाप सहेर बस्नुभयो। मैले तपाईँलाई कुकुरको स्थानमा राख्दा पनि तपाईँले केही पनि भन्नु भएन। तपाईँले मेरो घर परिवारलाई निरन्तर साथ दिइराख्नु भयो। म पापी हुँ, म अपराधी हुँ। मैले तपाईँसँग माफ माग्न हैसियत त छैन, तर पनि मिल्छ भने मलाई
मलाई नि एउटा जन्म दिने आमा जस्तै सम्झिएर मलाई माफ गरिदिनु होला भनेर अब मैले ती सबै पापहरूको प्रायश्चित गर्न चाहन्छु भनेर दुर्गा आमा रुँदै रामसँग माफी मागेकी थिइन्। यसरी दुर्गा आमाले रुँदै माफी माग्दै गरेको देख्दाखेरि कमला त इमोसनल भइसकेकी थिइन्। कमलालाई अलिकति पनि कसैको दुःख देख्न हुँदैन। कमलाले उसले गरेका गल्तीहरू, उसले गरेका अपराधहरू ती सबै बिर्सिएर उनी एकदमै भावुक भएर त्यो भावनामा बग्न थालिहाल्छिन्। तर मुना र राम भने यति छिटै पग्लिएका थिएनन्। मुना त झन् जस्तै भए पनि अब आफ्नी आमा हुन्, आमाको माया त लाग्छ नै। त्यही माया लाग्ने भएर त अस्ति नै दुर्गा आमा बेपत्ता हुँदा नि म जान्छु खोज्न भनेर लागिपरेकी थिइन्। तर अब अहिले उनले त्यति रिस देखाएकी छन्। त्यो रिस देखिनु पनि स्वाभाविकै हो, किनकि अब आमाकै कारणले गर्दा बाउ मरेका हुन् भन्ने उनको मनमा लागिरहेको छ। त्यही भएर नि उनी अलिकति रिसाएको जस्तो गरेकी छिन्। यदि मैले भनेर हुन्थ्यो भने मैले भगवानलाई अर्को जन्ममा तपाईलाई मेरै कोखबाट छोरो बनाएर जन्माइदिउन् भनेर माग्थेँ भन्दै दुर्गा आमा रुँदै अनि अब यता कमलातिर आउँछिन्। कमला छोरी एकचोटि ज्वाइँ साहबलाई सम्झाइदेऊ न, तिमीले भनेका कुराहरू ज्वाइँ साहबले कहिल्यै पनि नाइ भन्नुहुन्न, बिन्ती छ छोरी एकचोटि ज्वाइँ साहबलाई सम्झाइदेऊ भनेर उनले अब कमलालाई छोरी भन्दै रुँदै यस्ता अब जे भयो नि भावुक कुरा गरेकी थिइन्। कमलालाई त्यति भए पुग्यो। कमला त रुँदै आउँछिन् र आमा भनेर अँगालो हाल्छिन्। अनि मलाई कसैले छोरी भनेर बोलाइदिए नि हुन्थ्यो नि, कसैले मलाई छोरी भनेर सम्बोधन गरिदिए नि हुन्थ्यो नि भन्ने मेरो मनमा लागिरहन्थ्यो। मेरो पनि आमा बाउ कोही पनि छैनन्, म एकदमै टुहुरी हुँ। मलाई कसैले छोरी भनेर माया देखाइदिए कस्तो हुन्थ्यो भनेर मैले पहिल्यैदेखि नै कल्पना गर्दै आएको थिएँ। जबदेखि तपाईँको नाम सुनेकी थिएँ नि तबदेखि नै तपाईँमा रिस र घमण्ड मात्रै होइन, आमा हुनुपर्ने भूमिका पनि पक्कै छ होला भन्ने सोच्थेँ। मैले तपाईँलाई पहिल्यैदेखि आमा सोचेको थिएँ। अनि अझ कमलाले त अवश्य पनि रामले तपाईँलाई माफ गर्नुहुनेछ। राम त्यस्तो व्यक्ति हो जो आफ्नो लागि भन्दा पनि अरूको खुसीको लागि बाँच्नुहुन्छ। रामले तपाईँलाई माफ गरिदिनु कुनै पनि ठुलो कुरा होइन आमा। अरूले तपाईँलाई नबुझे पनि मैले तपाईँलाई बुझेकी छु आमा भनेर कमला त एकदमै भावुक भएर रुन्छिन्। अनि दुर्गा आमा पनि सँगसँगै रुँदै थिइन्। अनि त्यसपछि त जसले आमाको माया पाएको हुन्न, जसले आमाको माया बुझेको हुन्न नि, त्यसैलाई नै आमाको मायाको महत्त्व एकदमै धेरै हुन्छ। जसले आमाको माया पाएको छ त्यसलाई यो कुराको महत्त्व हुँदैन भनेर कमला यसरी रुँदै भन्दै गर्छिन्। अनि त्यसपछि त्यति भनिसकेर तपाईँ अहिले जानुस् आमा, म रामलाई सम्झाउँछु, रामले अवश्य तपाईँलाई माफ गर्नुहुनेछ, तपाईँ जानुस् भनेर कमलाले रुँदै दुर्गा आमालाई भनिसकेपछि दुर्गा आमा पनि रुँदै रुँदै त्यहाँबाट आफ्नो घरतिर जान्छिन्। यसरी दुर्गा आमा जाँदै गर्दा पनि मुना र राम भने केही पनि बोलिरहेका थिएनन्। के कमलाले अब रामलाई दुर्गा आमालाई माफ गर्नुपर्छ भनेर सम्झाइ बुझाइ गरिन् भने दुर्गा आमालाई रामले माफ गरिदिएलान् त। अनि मुनाले त सरासर मेरो बाउ मर्नुको कारण नै मेरो आमा हो भनेर दुर्गा आमामाथि दोष लगाइसकेकी छन् त। के अब यी सबै कुराहरूलाई कमलालाई सम्झाएर पहिलाको जस्तै बनाउन सक्लिन् त? अब जे हुनु भइहाल्यो। अब चाहिँ दुर्गा आमालाई पनि सुध्रिने एक मौका दिनुपर्छ। अनि राम, कमला र मुना खुसीका साथ अगाडि बढ्नुपर्छ। श्रुति र सृजनालाई अलग्याउनका लागि सृजनाको बिहे गरिदिनु नै उपयुक्त हुन्छ भन्ने को हुनुहुन्छ? आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक, च्यानल सब्स्क्राइबका साथै तपाईँहरूलाई बुहारी सिरियल कतिको मनपर्छ त त्यो पनि कमेन्ट गर्न नबिर्सनुहोला।